के तपाईलाई सिमको फुल फर्म थाहा छ? डेटको फुल फर्म थाहा छ? नमस्ते सबैजनालाई। मेरो नाम चाहिँ अनिल पन्थ, डिजिटल ज्ञान नेपालमा स्वागत छ। आज चाहिँ हैन तपाईले त थम्बनेलमै हेरेर थाहा पाइसक्नुभयो होला। आज चाहिँ हामीले सिक्न गइरहेका छौं द ओन्ली स्मार्ट पिपल नो दिस फुल फर्म हैन। हाम्रो चाहिँ डेली लाइफमा चाहिँ युज भइरहेका चिजहरुको हैन फुल फर्म चाहिँ हामीलाई थाहा भइरहेको हुन्न चाहिँ हैन। जस्तै एमआरपी भनेर चाहिँ हामीले धेरै युज गरिरहेका हुन्छौं, परेको हैन भइरहेको हुन्छ। जे कुरामा पनि हैन एमआरपी देखेको हुन्छ, तर एमआरपी को रियल फुल फर्म के हो? 90% मान्छेलाई चाहिँ एमआरपी को रियल हैन यो चाहिँ के भन्न खोजेको भन्ने चाहिँ थाहा छैन। एमआरपी भनेको चाहिँ म्याक्सिमम रिटेल प्राइस हैन। केही चिजमा चाहिँ 100 रुपैयाँ भनेर लेखेर आछ भने चाहिँ हैन एमआरपी 100 भन्दा माथिमा चाहिँ हामीले बेच्न पाइन्न है भनेको त्यो भयो। अनि जीएसटी भनेको चाहिँ गुड्स एन्ड सर्भिस ट्याक्स हैन। यो चाहिँ हाम्रो चाहिँ नेपालमा चाहिँ हुँदैन र इन्डियामा चाहिँ जीएसटी लाग्छ हैन। हाम्रो नेपालमा चाहिँ भ्याट हैन भ्यालुएबल एडेड ट्याक्स लाग्छ। अनि अर्को चाहिँ ओटिपी भनेर चाहिँ हामीले धेरै भनिरहेका हुन्छौँ, तर ओटिपी को मिनिङ चाहिँ के हो हैन? ओटिपी को फुल फर्म भनेको चाहिँ के हो भने ऑन टाइम पासवर्ड। त्यो चाहिँ हैन धेरै जसो ओटिपी चाहिँ 5 देखि 20 मिनेटमा एक्सपायर पनि हुन्छ, किनभने चाहिँ हैन कसैले चाहिँ ओटिपी चोरेर हैन हाम्रो चाहिँ अब फोनहरुमा चाहिँ मिसयुज पनि गर्न सक्छ भनेर चाहिँ हैन एक्सपायरी ओटिपी पनि बनाउने चलन छ हैन अथोराइज तरिकाले चाहिँ। र अर्को चाहिँ प्यान हामीसँग अब नेपालमा इन्डियामा हैन र लगायत अरु देशमा पनि हैन प्यान कार्ड चाहिँ अचाल चाहिँ हुनैपर्छ जे काममा पनि हैन। र प्यान भनेको चाहिँ के हो भने पर्मानेन्ट एकाउन्ट नम्बर हो। र हाम्रो चाहिँ बैंक एकाउन्ट नम्बर हुन्छ नि त्यसमा चाहिँ हैन हामीले चाहिँ लिंक गरेर चाहिँ हामीले चाहिँ सरकारलाई आफूले कमाएको चाहिँ यति % चाहिँ हाम्रो हैन देश अनुसार नियम हुन्छ। हामीले कमाएको यति % चाहिँ सरकारलाई दिने हो है भनेर चाहिँ हैन हो त्यो दिनेवालाको लागि चाहिँ बनाउने कार्डलाई चाहिँ प्यान कार्ड भनिन्छ। र हो त्यो प्यानको फुल फर्म छ पर्मानेन्ट एकाउन्ट नम्बर। र न्यूज हामीले चाहिँ न्यूज सुनिरहेका हुन्छौं, तर न्यूजको फुल फर्म चाहिँ हैन थाहा हुन्न। तर न्यूज भनेको चाहिँ नर्थ इस्ट वेस्ट साउथ को चाहिँ डेट हैन। डेट चाहिँ आजको डेट कति हो भनेर चाहिँ हामीले भनिन्छ, तर डेटको मिनिङ भनेको चाहिँ हैन फुल फर्म भनेको चाहिँ डे एन्ड टाइम इभोल्युसन हैन। हाम्रो चाहिँ दिन हुन्छ रात हुन्छ हैन हो त्यो इभोल्युसनलाई चाहिँ के भनिन्छ डेट भनिन्छ हैन। भनेपछि आज बिहान भयो हैन अब फेरि साँझ भयो, साँझ भइसकेपछि अर्को दिन हुन्छ नि हैन हो त्यो इभोल्युसन भयो नि त, नयाँ नयाँ हुँदै गयो भनेपछि हो त्यसलाई चाहिँ के भनिन्छ डेट भनिन्छ। अर्को चाहिँ एसएमएस भनिन्छ। हाम्रो फोनमा पनि एसएमएस धेरै आइरहेको हुन्छ, तर एसएमएस भनेको चाहिँ के होला यसको फुल फर्म भनेर चाहिँ हामी चाहिँ कन्फ्युज पनि भइरहेका हुन्छौँ। तर हैन कसैलाई चाहिँ हामी नोटिसै हुन्न यो एसएमएस के हो, एसएमएस को मिनिङ चाहिँ एसएमएसै हो भन्ने पनि हुन्छ। तर एसएमएस भनेको चाहिँ हामीले चाहिँ सब्सक्राइबर आइडेन्टिफाई मोड्युल भनिन्छ। तर पीडीएफ को फुल फर्म चाहिँ के हुन्छ नि पोर्टेबल डकुमेन्ट फर्मेट भनिन्छ हैन। कुनै पनि डकुमेन्टहरुलाई चाहिँ पोर्टेबल तरिकाले चाहिँ हैन त्यसलाई चाहिँ एडिट गर्नको लागि चाहिँ हैन एउटा दुईटा सफ्टवेयर बाहेक हैन अरु धेरै सफ्टवेयरबाट त मिल्दैन हो। त्यही भएको कारणले चाहिँ यो चाहिँ पोर्टेबल छ, कसैले एडिट गर्न पनि डट्ट सकिन्न। र हामीले चाहिँ के हुन्छ भने जुम गरेर पनि हेरेर पनि अक्षरहरु हैन अझ केही चीजहरु पनि हैन सेकेन्ड अक्षरहरु पनि जुम गर्दा पनि फाट्दैन। त्यही भएको कारणले चाहिँ हैन पीडीएफ को चाहिँ पोर्टेबल तरिकाले चाहिँ डकुमेन्टहरु फर्मेट गर्न मिल्ने भएको हो। अनि www यो चाहिँ अब लगभग धेरै जनालाई चाहिँ हैन अनुमान लगाइसक्नु होला। यो चाहिँ हजुरहरुले अनुमान गरेको एन्सर त ठीक छ, वर्ल्ड वाइड वेब हो। र टीआरपी हैन टीआरपी भनेको चाहिँ के हो यो टीआरपी हैन फिल्म इन्डस्ट्रीजमा चाहिँ धेरै जो हैन टीआरपी को लागि गरेको हैन टीआरपी को लागि गरेको यो भनेर चाहिँ धेरै न्यूजहरु पनि आइरहेको हुन्छ। तर टीआरपी भनेको चाहिँ हैन धेरै जनालाई चाहिँ थाहा हुँदैन। टीआरपी भनेको चाहिँ टेलिभिजन रेटिङ पोइन्ट भनिन्छ के हैन, टेलिभिजन रेटिङ पोइन्ट। र जीपीएस हैन जीपीएस भनेको चाहिँ ग्लोबल पोजिसनिङ सिस्टम। र अर्को चाहिँ सीईओ हैन कुनै पनि कम्पनीमा हैन जौनो मेन ठुलो पोजिसनमा हुने हुन्छ नि हो त्यो ठुलो पोजिसनमा चाहिँ सबभन्दा हेड भनेको चाहिँ शेयर होल्डर हुन्छ हैन। त्यसपछिको ठुलो भनेको चाहिँ के हुन्छ भने म्यानेजिङ डाइरेक्टर हुन्छ।
त्यसपछि ठुलो भनेको चाहिँ सिइओ हुन्छ होइन। त्यो सिइओ को फुल फर्म चाहिँ के हो? चिफ एक्जिक्युटिभ अफिसरलाई चाहिँ सिइओ भनिन्छ होइन। अनि सिएफओ भनेको चाहिँ चिफ फाइनेन्स अफिसर भयो होइन। त्यस्तै सिइओ पछि चाहिँ सिएफओ हुन्छ होइन। त्यसपछि चाहिँ सिओ हुन्छ होइन, चिफ अपरेटिङ अफिसर होइन। अनि कम्पनीको चाहिँ त्यसको बारेमा चाहिँ यसपछि यो हुन्छ भन्ने चाहिँ हजुरलाई यति जान्न मन छ भने चाहिँ होइन हजुरले भन्न सक्नुहुन्छ। मैले चाहिँ त्यसको बारेमा पनि छुट्टै भिडियो बनाउनेछु। आजलाई चाहिँ यति। अरू चाहिँ कुन टपिकको बारेमा हजुरलाई जान्न मन छ कमेन्ट गर्न नबिर्सिनु होला। र कुनै प्रश्न वा जिज्ञासा छ भने चाहिँ कमेन्टमा लेख्नु होला। यो भिडियो हजुरलाई उपयोगी लाग्यो भने चाहिँ लाइक गर्न नबिर्सिनु होला। र हजुर चाहिँ पहिलोचोटि आउँदै हुनुहुन्छ यो च्यानलमा भने चाहिँ सब्सक्राइब गर्न पनि नबिर्सिनु होला। भेट्दै गरौँला डिजिटल ज्ञान नेपालमा। धन्यवाद।